from Nepal, Nepal हो भने नेपाल जुले थियो तर मोहनले जुले थियो ओ मोहनले एक नेपालमा छ त्यो देशको मान्छेहरु कलम थियो त्यसले गर्दाखेरि आज हाम्रो डिएक्सन ग्राउन्ड एम्बेसडर रत्नपाल आशीर्वादले के भन्छ भने मेरो नेटवर्क टिम 222 वटा देशमा फैलिएको छ भन्छ कतिवटा देश 222 वटा देशमा अब संसारमा सबभन्दा पहिलो ग्राउन्ड एम्बेसडर इन्डोनेसियाको भएको थियो बुद्धिमान छानी सबभन्दा पहिलो सबभन्दा छिटो ग्राउन्ड एम्बेसडर हुने राष्ट्र कोड हो यो नेतृत्व राष्ट्र युरोपको राष्ट्र कोड हो 4.5 वर्ष सबभन्दा योग्य ग्राउन्ड एम्बेसडर हुने हाम्रो नेतृत्व छ नेपालबाट नेपाल चलाउने काम हो किनभने नयाँ अनि नेपाल चलाउने काम भयो अब म एउटा ब्रिटिस आर्मीको सिपाहीमा आर्मी काम गरेर म पेन्सन पकाएँ 20 वर्षको र हाम्रो पुर्खाले पहिला फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वार लडाइँ गर्ने कारणले गर्दाखेरि गोर्खालीहरूलाई बहादुरको पनि बहादुर भनेर सुनको अक्षरलाई इतिहासमा लेखेको छ है त्यही बहादुर गोर्खाहरूको हामी माथिसम्म थिए बहादुरको रगत हाम्रो शरीरमा छ अब डिएक्सन गरेर संसारको सबैभन्दा उत्कृष्ट इन्टरप्रेटर नेटवर्कर डिएक्सन व्यवसायी भनेर चिनाउने काम हाम्रो काम हो मेरो छोरा छोरी हङकङको नागरिक हो लाखौँ डलर हाम्रो त्यहाँ नोकरी गर्छन् मेरो छोरी र मेरो ज्वाइँ युकेको नोकरी गर्छ आर्मीमा छ त्यहाँ बङ्गलादेशले बसिसक्यो म पनि गएँ भने त्यहाँ ब्रिटिसले बङ्गला दिन्छ मैले चाहिँ 1.5 लाख भत्ता दिन्छ त्यहाँ र 1.5 लाख घरबाट दिन्छ 3 लाखभन्दा धेरै मेडिकल खर्च औषधिको दिन्छ 4-5 लाख 6 लाख रुपियाँ सुधी दिन्छ पेन्सन पनि दिन्छ तर त्यो म लाख मारेर म डिएक्सनमा छु मर्नु छैन ब्रिटिस भुगु भनेर युद्ध गरेर मर्नु छैन म डिएक्सनको लिडर भएर मर्नु छ म भुगु भएर मर्यो भने 1-2 दर्जन मलाई नि आउला तर डिएक्सन लिडर भएर मर्यो भने नि 10 लाख मेरो मलाई आउने हो के अनि पैसा त कमी हाल्दैन त्यसले गर्दाखेरि युकेमा गयो भने मैले ग्रिन कार्ड पाउँछु 1 वर्षको लागि हङकङमा छोरा युकेमा छोरी ग्रिन कार्ड पाएको छु यो चाहिँ ग्रिन कार्ड छोडेर म डिएक्सन किन गर्दैछु किनभने डिएक्सनबाट अहिलेसम्म 222 वटा देशमा फैलिसक्यो त्योभन्दा धेरै फैलिँदैछ भने संसारका ग्रिन कार्ड पाउनेहरू छन् यहाँ बस्यो भन्दा यहाँ काम गर्यो भने अनि यो अमेरिका युरोपको ग्रिन कार्ड पाउनु भने साधारण कुरा हो हामीलाई अनि डिएक्सनले त दिँदैछ नि त तपाईँ इन्कम डिएक्सन देखाउँछ इन्कम देखाउनु चाहिँ यो वर्क गरिहाल्छ बुझ्नुभयो त्यसले गर्दाखेरि अर्को कुरा हामी यो पुरानो डाइरेक्टरहरू छ हाम्रो पूर्ण सरहरू हाम्रो राजु सरहरू हाम्रो सुरेश सरहरू हामीले आजको डिएक्सनको लागि त्यतिखेर सपना देखेको थियौँ कि आज डिएक्सन यस्तो हुन्छ भनेर यो हाम्रो सपना पुरा हो र हाम्रो डायमन्डहरू छ यो हाम्रो सपनाको फल हो खै ताली बजा हाम्रो ग्रिनले काम गर्यो आज हेर्नुहोस् त इन्डियाबाट न्युक्लियर इन्डियाबाट सामान ल्याउँथ्यो चुक्केर थियो मेरो अप्लाई भएको पूर्ण सरहरूले इन्डियाबाटै छुट्टै
पैसा तिरेर बस भाडा तिरेर गाडी भाडा तिरेर होटलमा पल्ट ल्याउँथ्यो अनि म होटलमा जान्थेँ होटलमा ल्याउँथेँ त्यहाँबाट म टाइममा लाग्ला अहिले कहाँ यसरी आउँथ्यो अब हाम्रो 2030 सालसम्ममा 30 करोड मान्छे रोबोटले 30 करोड मान्छेको लागि खर्च गर्दैछ 30 करोड मान्छे कति करोड 30 करोड अब अमेरिका युरोप खाली मुलुकले केही वर्षपछि सबै लेबरहरू आफ्नो देशमा धपाउँदैछ किनभने उनीहरूले रोबोट युज गर्छ रोबोटले पैसा दिनु पर्दैन खेती रोबोट करिए सब कुछ करिए खाना बनाए खिलाए होटल में सब खाना मिला खिलाए बहुत घन्टासम्म रोबोटले काम गरेको रात काम पनि छिटो गर्ने हो छोड्दैन पनि तल पनि दिनु पर्दैन अब मान्छेको जागिर पुरा के गर्यो रोबोटले